Hello and what's up everyone? Hope you guys are fine. आज चाहिँ हामी भोजपुर कुलुङ हाम्रो पुर्खेली गाउँ कस्तो छ के छ भनेर घुम्न जानेवाला छौं र अहिले चाहिँ बिहानको 2:30 भइरहेछ। हाम्रो जाने प्लान चाहिँ 3:30 बजे या 3 तिर थियो। अब म नि रेडी हुन्छु अनि तपाईहरुलाई म माथितिर के कस्तो हुन्छ भन्नेवाला छु, देखाउनेवाला छु। सिधै हामी माथितिर गएर भेटौँ न त। हेलुवाबेसी हिँड्नलाई हामी कहाँ माने भन्ज्याङबाट यता हेलुवाबेसीतिर लाग्दै थियौं। एकदम बाटो गाडी यस्तो गाह्रो गरी आइपुग्यौं हामी। बाटो यस्तो छ क्या, कसरी आउने? बाटो कस्तो लाग्यो तपाईलाई यो गाडी यो ठाउँमा कुदाउन? डेन्जर रहेछ नि। हो, अर्को पालि गाडी नकुदाउने। ढुङ्गा न यहाँबाट अडाइदिउँ यस्तो। यहाँ छ हाम्रो अब हेर्ने हामीले खाजा खाएको गाडी राखेको होटल चाहिँ यही हो। तपाईहरु पनि यहाँ आउन सक्नुहुन्छ। हाम्रो चाउचाउ अन्डा नि आइपुग्यो हैन, दुईजना बसेर खाँदै हुन्छ। यहाँ हामी छौं। अब टेस्ट गरौँ कस्तो छ के छ। पहिला काको थिनी चोरे मैले। स्वादले हामीले चाहिँ त्यहाँनिर खाजा साजा यसो खायौँ, गाडी साडी राख्यौँ। यहाँबाट चाहिँ हामी जाने ठाउँमा चाहिँ गाडी पाउन मुस्किल छ। यहाँ छ बुलेरोहरू छ हैन, 2-3 वटा छ। तर हामी जाने ठाउँ चाहिँ त्यो बुलेरोहरू कुनै केही जाँदैन रहेछ। अनि त्यस पछाडि लग्न पनि नमान्ने हत्तपत्त प्यासेन्जर गाडी भनेर खोजेको हामीले चाहिँ प्यासेन्जर गाडी चाहिँ अरू ठाउँतिर जाने रहेछ। अब कि हिँड्दै जानु पर्यो। हिँड्दै जानलाई यस्तो तातो घाम छ, टक्क टल्केको घाम छ हैन। यो घाममा चाहिँ जान मुस्किलमा पनि धेरै मुस्किल पर्यो। दाइ छक्कै बसिसक्नु भयो हैन। दाइ कस्तो लागिरहेको छ अनि अब जान चाहिँ? यो बसाइ चाहिँ अति छ है, एकदम आनन्द आयो। बलेर आएर एकछिन रेस्ट गर्दा पनि हो स्वर्ग पुगे जस्तो भयो। ल ठीक छ। यहाँ हाम्रो ब्यागहरु छ हैन, लौरो चाहिने रहेछ, लट्ठी। अब तपाईहरुलाई अब हामी हिँड्दै जान्छौं कि कुद्दै जान्छौं, कसरी जान्छौं भन्ने कुरा चाहिँ म तपाईहरुलाई देखाउने नै छु। अब चाहिँ हामी यहाँ बोलेरोमा चढिसक्यौं, पछाडी डाली भएको। गाडीसम्म आयो अलिकति, अनि त्यस पछाडि अब अलिकति रहेछ त्यो हिँड्यौँ हैन। यहाँ झर्ने बाटो चाहिँ यस्तै रहेछ हैन, यस्तै छ गाउँको घर हैन। यहाँ हाम्रो फुपाजु हामी यहाँ र्याक्क घरमा आइपुग्यौँ हैन। अनि यहाँनिर हामीलाई यसो खानको लागि कोला देखाउनु। केरा तपाईँ के भन्नुहुन्छ? केरा कि कोला? कत्रो छ दाइ? आम्मा कत्रो छ? यत्रो केरा खानु भएको थियो? खानु भएको थिएन? ल यो म देखाउँछु ल कत्रो छ भनेर खोलेर। आम्मा खोलेर देखाउन त के हो यो त? औडै छ त हैन, उ जस्तो क्या के अरे त्यो गिरौला जस्तो। यहाँ उपर रहेछ रामु। म खोल्छु अनि खाएर म देखाउँछु तपाईहरुलाई। बाबा मिठो हो नि। अब चाहिँ हामी यसो चिया खाएर खाजा खाएर यसो घुम्न ओर्न निक्लियौँ। अब हामी कहाँ लाग्छौँ दाइ? गोरु काट्यो भनेको चाहिँ के? गोरु काट्थ्यो पहिला भनेपछि गाइस आफै बुझौँ हैन। आम्मा ल बाटो चाहिँ यस्तो छ। अहिले के अरे
ऊ भन्दा त राम्रै छ है, गाडी हिँडेको भन्दा त राम्रै छ है। यो ठाउँ चाहिँ हामी किन आएको भन्दाखेरि यो चाहिँ हाम्रो पुर्खेली ठाउँ अरे क्या, पुर्खाहरूले योगदान दिएको ठाउँ अरे क्या। अनि जस हेर्नलाई यसो एक्सप्लोर हान्नलाई कस्तो मान्छे बसिनु भएको रहेछ त, के चाहिँ गर्नु भएको रहेछ त। त्यति बेला हामी चाहिँ अहिले यो बाटो हाइकिङ हान्दै आइपुग्यौँ। अनि भ्यू चाहिँ यस्तो देखिन्छ है, परको भ्यू चाहिँ। आम्मा यो चाहिँ के हो, हाइड्रो साइड्रो के होला, कन्स्ट्रक्सनहरू के अरे क्रसरहरू के होला होइन, यस्तो छ पहाड। आम्मा दाइ यहाँनिर भाउजूसँग भिडियो कलमा हुनुहुन्छ, भाउजूले कल गरेर दाइलाई हैरान छ हो दाइ कि छैन। यहाँ चाहिँ अहिले हामी ठ्याक्क भ्यू टावरमा आइपुगेको छौँ होइन। यो चाहिँ भ्यू टावर रहेछ यहाँको, गोरुकट्टा के अरे ओ दाइ। आम्मा कस्तो हिरो देखियो मेरो दाइ। यो 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 भ्यू टावरलाई के भन्छ? गोरुकाटे भ्यू टावर। अनि यो भ्यू टावर पछाडिको खोला चाहिँ के हो यो? आम्मा अब यहाँ माछा पुछेर मकालु बिहान मात्रै देखिन्छ, यहाँ माथि देखिन्छ। ऊ कता ऊ यो कुहिरोभित्र थियो, अहिले देखिएन हो। अनि यो खोलाको विशेषता अघि मलाई भन्दै हुन्थ्यो के अरे? माछा हो प्रमुख यो अब घुमेर आइपुग्दाखेरि चाहिँ मैले एउटा अचम्मको कुरा के देखेँ भन्दाखेरि यहाँनिर एउटा यो के अरे दाइ, यो कोल भन्छ कि कोल निबुवा। यो चाहिँ कसरी अमिलो कहाँ राख्नु? राखो उहाँ बाँस हालो काप यहाँ राखो, बाँस होइन हरिस हरिस यो यहाँ हालो यहाँ हालिदियो अनि अनि रस चाहिँ कहाँबाट भयो दुलो सर? अब यहाँ हाम्रो खाना खाने बेला भयो। यहाँ भाउजूले तरकारीहरू हाल्दै हुन्छ होइन। यहाँ बिचमा चाहिँ यो के हो भन्दाखेरि आगो तापेर खाना खाने ठाउँ, बस्ने ठाउँ होइन, आगो ताप्ने। यहाँ बिरालोखेरि यो कस्तो बवालवाला छ कि। ल खाना खाना सुरु हुँदैछ होइन हाम्रो। यहाँनिर बसेर खाना पनि धेरै भात भइहाल्यो। यहाँ यो असला माछा अरे होइन, यहाँनिर अचार सचार। यहाँ ठेकीबाट दही निक्लिँदैछ, यो चाहिँ फेरि ठेकी हो। कतिलाई ठेकी भनेको थाहा छैन, दही राख्ने भाँडालाई ठेकी भन्छ होइन। म बिहान उठ्यो अरे होइन, म सुतेँ। अनि यहाँ चाहिँ दाइले हिजो राति खाना खाएर सुत्यो, कस्तो मजाले निन्द्रा लाग्यो क्या। अनि सबजना उठेर चिया खाइसक्नु भएछ। अब म चाहिँ जान्छु चिया खानतिर। चिया बिस्कुट टक्क रहेछ रेडी होइन, दिनुभयो। यहाँ दाइहरू बसेर खाँदै हुनुहुन्छ। अब म खाने हो। अलिक मैले सिलाएको छु, तर चिया एकदम यहाँ पहाडको चिया र तराईको चिया नै डिफ्रेन्ट हुन्छ क्या होइन। अब हामी कहाँ लाग्यो अरे? अब हामी घाँस काट्न गएको, तर भाइहरू सक्दैन माथि जानु हो र। घाँसको घारी पुगो दाइ है, पहाडको भारी होइन। अब यो केले खान्छ, केले खान्छ? भैँसी सबैले खान्छ नि। अब यो कति दिनलाई पुग्छ कि एकै छक? यो मध्यम गए 200सम्म अहिले ल्याइहाल्यो भने त पहाडको। दाइ तपाईँको नाम पाडे हो? यस्तो छिटो छ कि मान्छे। दाइ भन्नु त। पाडे होइन, के भन्नु? नाम हो यो, निकनेम हो यो चाहिँ। मरा फटाहरूले मेरो नाम राखिदिएको हो। को फटाहरूले राख्यो? ल जङ्गलबाट घाँस आयो त 1 घन्टा नै लाग्यो है। लाग्यो। अब हामी चाहिँ यसो के अरे दाइ, हामी के हेर्न? भरुवा बन्दुक भनेको राइफल हो कि के हो? होइन, भरुवा हो। भरुवा अरे है, कस्तो हुन्छ के हुन्छ? अब हेर्न जाँदैछौँ होइन। हेरेर एक पड्काम भनेको दाइलाई, पड्काउनु चाहिँ पाइन्छ कि पाइँदैन? पड्काउनु सक्यो भने। ए सक्यो भने पाइन्छ अरे है। पहाडको बाटो यस्तो लडियो गाइज होइन, यस्तै हो। कस्तो हेर्दा लड्यो। मामा भिडियो त खिचिरहेछ नि, ल रहेछ अलिकति हात पिल्सियो, ठिक छ, केही पनि भएन। हात हो यहीँ हो कि छोडिदिनु। लडियो एक झम्याट।
अब तपाईँलाई म देखाउने नै छु। मेरो भाइलाई यो भरुवा देखाइदिनु अरे काका क्या भरुवा हेर्ने अरे कान्छा मामाको छोरा म जस्तै आयो ल है त एकछिन मजाले देखाउँछु पड्काउने एकचोटि पड्काउँ न पकडौँ पक्रिनु मात्रै हो पड्काउनु त बाटो घेर यहाँ गोली झिक्दैछौँ यो गोली यो रहेछ है गोली चाहिँ यहाँ म पढाउँछु ल यसो गर्न कि यो चाहिँ छुनु हुँदैन क्या अब फर्काएर अलिक हो त्यहाँ चाहिँ अलिकति ल खोइ ताक्ने खोइ एम गरेको आँखा झन्डै दामी छ घरमा चाहिँ यो पड्काउनु के पड्के चाहिँ थाहा भएन होइन पड्के झन्ड परेको भैँसी पड्क्यो गनबी पड्क्यो नि आँखामा म त यस्तो लाग्छ भन्ने थिएन नि मलाई त अनि एम गर भन्यो नि त उसले अनि मैले त एम गरिदिएको मजा यार कहाँ पड्का जस्तो हुन्छ त अनि गन पड्काउनु भने यत्रो भेडा यो यार यो त यस्तो हुन्छ भेडा यहाँमा यो बाउ यिनीहरू छोराछोरी जति छन् जे छन् हाम्रो माघे सङ्क्रान्ति मेलामा गोरु जुधाइ मेला लाग्छ कि 50,000 पुरस्कार छ हो र अनि यो ओल्लोलाई राख्नु भनेर राखे ल भनेको तपाईँलाई म भनिदिइहाल्छु होइन अब यहाँ माघमा एउटा गोरु जुधाइ कम्पिटिसन हुन्छ अरे अनि यो गोरु चाहिँ जाँदैछ अरे 50,000 जित्नको लागि हाम्रो पुर्खाको गाउँ के कस्तो छ भनेर अब चाहिँ हामी यसो होइन खानासाना खाइयो ओरियो अनि अब हामी लाग्दैछौँ भ्यू के हो त यो यस्तो बाटोबाट आयौँ जाँदैछौँ यस्तो छ डाँडा माघ कसम पानी अमला अरे है यो चाहिँ होइन अघि मैले गएर टिपेँ यो अलिकति अब धुएको छैन अर्ग्यानिक चिज हो माटो पनि अब भयो भने अलिअलि खाइदिउँ केही छैन के फरक पर्दैन लेट्स सी कस्तो छ टेस्ट केही छैन केही गतिले यहाँ लप्सी र पानी आमालाई बोकेको थिएँ लप्सी र पानी आमालाई बोकेको थिएँ लप्सी पनि उहाँ चल्छ यो पानी आमालाई टेस्ट छैन केही काम छैन अब म हिँड्दै जान्छु है अब यहाँ मजाले कुद्दै हिँडौँ लडिने डर नकुदौँ भेटिँदैन होइन यस्तो छ ठाउँ यो हो नि त पारा कस्तो दामी ठाउँ क्या पहाड यत्तिकै पहाड हुँदैन गाइस टान छ क्या पुरै यस्तो खालको होइन यस्तो खालको छ ढुङ्गा सुङ्गा चाहिँ अब हल्का हिँडेर आइयो ओऱ्यो होइन पहाडको बाटो तपाईँहरूले नि हेरि नै हाल्नु होला हामी चाहिँ यो घरमा यसो कसको घर हो थाहा भएन त्यो हामीले चिनेको मान्छेको घर हो अरे अनि त्यसपछि हामी आइपुग्यौँ यहाँनिर मैले यहाँको एउटा चाहिँ के विशेषता थाहा पाएँ भने होइन अब जस्तै मान्छेहरूको घर यहाँ छ नि यहाँ भयो अब यो पर यो लौरो पक्रिदिन्छ यहाँ पर यहाँनिर ठ्याक्क एउटा घर छ क्या यो अलिकति देखिएन होला होइन यो एउटा यसमा जुम पनि गरिदिन्छ चाहिँ होइन मजाले हो यहाँ घर छ यो चाहिँ फेरि छिमेकीको घर अरे पहाडमा छिमेकी भनेको यति टाढाको पनि छिमेकी हुन्छ अब हाम्रोतिर चाहिँ नजिकै ओल्लो घर पल्लो घर पनि छिमेकी हुन धेरै गाह्रो पर्छ अब यस्तै हो पहाडको विशेषता पहाडको रमाइलोपन भन्ने केही यही हो
यो डाँडा होइन उयो पल्लो डाँडातिर सबै नातै नाता छ उतापट्टिको डाँडाको टुप्पो टुप्पोमा नाताहरू अरे अब छिमेकीहरू त्यहाँबाट हामी लाग्छौँ यो लौरो हामीलाई दिनुभयो काटेर बनाएर होइन यहाँनिर यो सानो बाँस हो यो ठुलो बाँस होइन सानो बाँस हो यसको ल बाई बाई हामी लाग्यो अब चाहिँ लाग्दै गरेको चाहिँ त्यो घरबाट निक्लेर हामी चाहिँ कहाँ हिँडेको भन्दाखेरि हाम्रो पुर्खाको घर पुर्खा कहाँ बसेका थिए होइन हजुरआमाहरू जिजुबुवाहरू कस्तो ठाउँमा चाहिँ यसो बाटो चाहिँ फेरि यस्तो खराड अब किन लौरो बोकेको भन्नुहुन्छ होला होइन पहाडको एक मात्रै सहारा भनेको चाहिँ लौरो हो क्या त्यसै कारणले हामीले लौरो बोकेर हिँडेको लौरोले चाहिँ हामीलाई हिँड्नलाई 50% चाहिँ हेल्प गर्छ क्या यहाँको मान्छेहरूको चाहिँ धेरै जस्तो यो रुद्राक्षको बोट हुन्छ क्या अनि रुद्राक्षको बोटमा चाहिँ यो बाँसहरू लाएर के गरेको भन्दाखेरि चाहिँ त्यो रुद्राक्षको दानालाई होइन कसरी अरे चिम्टी लाउने यहाँनिर यसरी चिम्टी लाग्छ है यहाँनिर यो भनेको चाहिँ चेप्ने यो चेप्ने अनि चेपेर हल्का यसलाई दाउन जस्तो के अरे थेप्चो बनाउने कति दिन राख्नुपर्छ यो लगाएर बडीमा 1 हप्ता राखिदिने होइन यो चाहिँ यो लाउँदाखेरि चाहिँ के हुने हो र यो भनेको राम्रो हुन्छ जाँदै होचो मूल्याङ्कन हुने ए अलिक पैसा आउने ए ल यसको काम भनेको चाहिँ यही हो यहाँनिर छैन नि त यो रुद्राक्षको दाना ए म लग्छु म उकोमा लगिदिन्छु के अरे मैले एउटा ल्याइदिएँ तपाईँको लागि यो फुपूको घरमा नि छ रुद्राक्षको बोट अनि त्यहाँनिरको लागि है यो हिँड्दै आएर होइन नन्दु मामा भन्ने हाम्रो मामा हुनुहुन्थ्यो सबको मामा होइन चिन्ने मामा अनि उहाँको घर हुँदै आयौँ अब यो चाहिँ भनेको हाम्रो पहिला नेको बारी अरे अब यो बारी हेर्दाखेरि त के बारी भन्नु होइन अनि यहाँ माथि चाहिँ अघि एउटा सानो धारो जस्तो थियो यहाँ माथि चाहिँ एउटा धारो थियो होइन त्यो बारी भयो त्यतातिर जग्गा अरे अनि यहाँनिर चाहिँ आएर पानी लिन आउनुहुन्थ्यो अरे र यो पुरानो हेर्नु त कति पुरानो छ यस्तो थियो अरे अनि यहाँ तल चाहिँ अब मेरो ड्याडी चाहिँ उतै तराईतिर जन्मिनु भयो अनि आफ्नो बारीको के टिप्दै हुन्छ तपाईँहरू यहाँ अम्बाको यो चाहिँ तपाईँ के अरे यहाँ जन्मिनु भएको ठाउँ अरे म जन्मेको चाहिँ अलिक तलतिर अहिले त्यो जङ्गल जस्तो देख्यो त्यहाँनिर घर थियो त्यहाँ हो हामी चाहिँ ठ्याक्क आउँदाखेरि चाहिँ मौरी चाहिँ यहाँबाट उडेर बसै सरेको होइन दाइ बसेको कि बसे सरेको बसेको कि बसै सरेको अरे अब देखिन्छ त यी मौरी हिँड्ने दिन आइपुगेछ मामा मौरी हिँड्ने दिन घर आइपुगेछ यही हो घर मौरी हिँड्ने दिन घरमा कसको घर हो यो चाहिँ माइला हजुरबाको घर ए यो अहिलेसम्म छ यो घर चाहिँ भानु मामाको घर यो घर चाहिँ भत्किँदैन होइन बनाएको कोही बसेको पनि छैन यहाँ छैन मान्छे ल यहाँ चाहिँ हाम्रो माइला हजुरबाको घर रहेछ होइन यहाँ चाहिँ घरै रहेछ अहिलेसम्म चाहिँ घर होइन यहाँ घरमा अब पुरानो रहेछ घर पुरानो त पुरानो जमानाको घर अनि यो बाक्सा चाहिँ कलकत्ताबाटै कहाँबाट ल्याएको उहिलेको यी छ अरे यहाँ हेर्नु यो बनाएको उहिलेको भए पनि दामी हुन त अब उहिलेको हो घर होइन तर यो 3 पेज हुँदै आएर कतिजना बस्दै आइसक्यो अरे तर घर चाहिँ त्यही हो अरे अब हामी यहाँबाट हुँदै कता लाग्छौँ घरतिर लाग्छौँ है अब हामी अब यसो पुर्खाको गाउँसँग हेरेर ओरेर आइयो है लौरो टेक्दै हामीले चाहिँ अब यहाँनिर पूजा हुन आँटेको छ हजुर चाहिँ के पर्नुभयो गिरी धामी भनेको सुनेको थिएँ तपाईँ हल्का धामी काम पनि गरिदिनुहुन्छ होइन गर्दैछु खत्रै पूजा आज देवा चिन्ता अब यहाँनिर हाम्रो अलिकति के हुनसक्छ हेर्ने म देखाउने नै छु देखाउन मिल्यो भने मिल्छ देखाउनु ल ल हामी घर आइपुग्यो है अब यसरी छिर्ने तपाईँहरूलाई म देखाउने नै छु फेरि भरे यहाँ चाहिँ लौरो चाहिन्छ सबैभन्दा आवश्यकता लौरो अनि यहाँ लड्न पाइँदैन लड्न के छ दाइ लड्न निषेध लड्न पाइएन लडियो भने केही छैन यहाँ लौरो राखियो यहाँ सबजनाको लौरो यसरी छ घरमा आइपुग्यो हामी चाहिँ यो धारामा नुहाइयो ओऱ्यो
अब लुगासुगा लगाइसक्नुभयो तल देखाउँदिनँ होला दाइ अनि अब यहाँबाट लाग्दिन्छौँ माथि पूजा हुँदैछ होइन धामी स्टार्ट हुँदैछ अब धामीको पनि देखाउँछु म मिल्यो भने मिलेसम्म है भेटौँला माथि गएर यहाँ चाहिँ भाले अब पूजा गर्नलाई भाले पक्रन आँट्दै हुनुहुन्छ होइन भाले पक्रने टेक्निक फेरि छुट्टै छ कि पस्दै छ त्यही राख्ने भन्ने चाहिँ पस्दै छ हेर त कस्तो टेक्निक यहाँ छुट्टै छ टेक्निक ए पकडियो होइन अनि अरूले हेऱ्यो भने त यसरी छिरेनन् होला नि त ओइ ए ठुङ्गेर पकड्नु भएको अरे ठुङ्ने भएर अर्को पनि आयो ल यसरी नै अब अरू पनि पकड्नुहुन्छ होइन पाँचवटा जति भाले पकडेर है यहाँनिर पूजा गर्ने अरे अब यहाँबाट चाहिँ पूजा गर्नको लागि सामानहरू र भाले बोकेर जाँदै हुन्छ होइन यहाँ आगो पनि बालेको छ भाले आउँदैछ रेड्डीमा ए भाले अर्को यहाँनिर 5वटा भाले 6वटा पुऱ्याउनु पर्छ भनेको छ खोइ एउटा के पुऱ्याउनु भयो यहाँ पूजा गर्ने भाले यिनीहरू त पसाउने पो अरे यसरी खै कसरी खुट्टा हालेर यहाँ चाहिँ अब हाम्रो के अरे पूजासुजा भयो 4-5 कतिवटा के अरे बोगा भनेपछि के अरे भाले ढाल्नु भयो होइन अनि यहाँनिर अब बुद्ला सुत्ला निकाल्नको लागि यहाँ पोल्दै हुनुहुन्छ यहाँनिर अरू पनि छ म तपाईँलाई देखाउने छु यहाँ तिते पनि बनाउने अरे यसको होइन म तिते चाहिँ खाएको छैन ल तिते पनि टेस्ट हानिदिउँ है यहाँ दर्शकबिनहरू यसरी हेर्दै हुनुहुन्छ गमक्क परेर मजा आइरहेछ आगो ताप्दै हेर्न पूजा यस्तो पूजा देख्नु भएको थियो त तपाईँहरूले देखेको थिएन यहाँ चाहिँ अब हामी अघिको के अरे कुखुरा काटेर तिते बनाउँदैछौँ होइन यहाँको स्पेसल तिते बनाउन खतरा त्यो ऊ अरे एक्सपर्ट अरे तिते बनाउन के गर्नुपर्छ अलिकति भन्नु नि त छोटकरीमा तेल हाल्नुपर्छ हो हाम्रो तिते चाहिँ रेडी भइसक्यो होइन यहाँ भागमा पनि लगाइसक्यो तिते अलिक के भन्छ चामलको गेडा अलिक भएछ के अरे तिते अलिक तितो भएछ गिलो भयो अलिकति आज डे 3 मर्निङ होइन डे 3 को मर्निङ भयो अब हामी चाहिँ यहाँबाट फर्किँदाखेरि इटरी फर्किन लाग्न आँटेको अब यहाँ ल यस्तै छ अब हामी यहाँबाट चियापान गरेर ओरेर निक्लिन्छौँ हाम्रो बेसीसम्म हल्का पानी परे जस्तो भयो अनि हामीलाई डर भयो कि हाम्रो के भन्छ बाटो चाहिँ त्यो हिलो नहोस् किनकि गाडी को चक्का नचिप्लियोस् भनेर सोचिरहेको थियौँ त्यही भइदियो अब पानी पर्थ्यो क्या अहिलेसम्म चाहिँ बिहानसम्म अब रोकियो जस्तो लाग्यो अब हिँड्दाखेरि के हुन्छ हेरौँ अब यहाँबाट चाहिँ हामी उठेर लागिन आँट्यो होइन ब्यागस्याग अनि त्यसपछि अब लौरो रेडी भयो हाम्रो यो लौरो बिना हाम्रो यहाँ पहाडको साह्रै भनेको लौरो मैले भनि पनि सकेँ लौरो चाहिन्छ हामीहरूलाई होइन मेरो लौरो अलिक कस्तो थियो हौ काकाले बोकेको ए काकु लौरो मेरो हो यो च्याङ मेरो राम्रो लौरो त लगिदिइहाल्ने होइन राम्रो लौरो कसैले राम्रो कुरा कसैले पनि देखि सक्दैनन् यस्तै हो होइन अब चाहिँ ठ्याक्क हामी यो बाटो राम्रो बाटो छोडेर ओरेर यहाँबाट गोरेटो बाटो हामी लाग्दैछौँ यो यस्तो बाटो है यस्तो छ बाटो चाहिँ त्यहाँ हिँड्दै हुन्छ हामीलाई चाहिँ गोरेटो बाटो खोज्दै हिँडेको क्या किन भन्दा अलिकति रोडको बाटो भन्दा अलिकति छिटो पुगिन्छ भनेर अहिले चाहिँ हामी होइन ठ्याक्क फेरि पनि बाटोको गोरेटो बाटो हुँदै बाटोमा भेट्दै फेरि गोरेटो बाटो जस्तै अब यो बाटो भेट्यो अब यता बाटो जाँदैछ हामी यस्तो ओडार जस्तो बाटोबाट फेरि हामी भित्र छिर्दैछौँ है यस्तो छ बाटो जस खतरनाक छ बिस्तारै पुग्छौँ हामी
हेलुवा गएर ठक्कसँग हामी झुलुङ्गे पुल भेट्छौँ। झुलुङ्गे पुल भेटेर फेरि उकालो चढेर हाम्रो गाडी भएको ठाउँ पुग्छौँ। अनि गाडी भए ठाउँबाट माथि जान चाहिँ हामीलाई फेरि अलिक बाटो त्यस्तै छ क्या। अनि हाम्रो गाडी कसरी जान्छ म तपाईँलाई त्यो नि देखाउनेवाला छु। अनि त्यहाँबाट गएर खादबारीमा गएर हामी कहाँ खाना खान्छौँ, खादबारीमा कि चार्जिङ गर्ने ठाउँमा के भेट्नुभयो? रुद्राक्षी। हामी यो पछाडिको बाटो हुँदै आयौँ होइन, यस्तो छ बाटो चाहिँ। अनि यहाँ हुँदै आयौँ। अब यो ठाउँमा होइन मैले यो चाहिँ देखेँ क्या राम्रो कुरा भने चाहिँ चौतारा। तर एउटा कुरा के भन्दाखेरि यहीँको मान्छेलाई चाहिँ बस्दा हुन्छ होइन। जस्तै हामी अब धेरै लामो हिँड्नु छ भने चाहिँ यो यस्तो बस्नु हुँदैन क्या, खुट्टा दुख्ने हुन्छ। खुट्टा दुख्ने कैडा भन्ने हुन्छ, कैडा लाग्छ भन्छ कि हो, त्यो लाग्दो रहेछ। त्यो भन्छ अलिकति हिँड्न गाह्रो, बसेर उठेर हिँड्न गाह्रो होइन। त्यस कारणले हामी यस्तोमा बस्दैनौँ। मलाई यो रुद्राक्ष मात्रै आँखा लाग्छ त्यहाँ। यहाँको मान्छेले मेरो लोभ ब्याइ नै दियो। म कुन दिनदेखि यहीँ आएर खेती गर्दै बस्छु होला भने पुर्खाको बारी खोज्दै लम्मे रुद्राक्ष खेती। हेलो यहाँनिर के गर्ने त हामी अब रुद्राक्ष खेती गर्दै बस्दिने हो कि त्यहाँ आएर मलाई त्यहाँ रुद्राक्ष देखेर त लोभले आइसक्यो। हेर त सबले हातमा खोइ देखाउनु त रुद्राक्ष, सबले रुद्राक्ष। अब चाहिँ ठ्याक्क हामी टर्नेल कटेर होइन परतिर टर्नेल छ, टर्नेल कटेर पुग्दाखेरिको भ्यू चाहिँ के भन्ने तर यो क्यामेराले हेर्नु जस्तो चाहिँ छैन। आँखाले हेर्दाखेरि त सक्दैन, केहीले सक्दैन। यहाँ हेरौँ न हाम्रो हिँड्ने बाटो यस्तो भयो। अहिले यस्तो बाटो भेट्यौँ होइन हामीले, भ्यू यस्तो छ क्या। सक्छ त केही कुराले। यहाँ चाहिँ अहिले ठ्याक्क हामी होइन पुल कटेर त्यो गाडी चढ्ने ठाउँ आइपुग्यौँ। गाडी चढ्ने ठाउँ चाहिँ यस्तै छ होइन। यहाँनिर गाडी पाउँछ। हामी जाने ठाउँसम्म चाहिँ गाडीले 4000 ल्याएको थियो है, ठिकै थियो होला यो होइन। अब हामी ठ्याक्क झुलुङ्गे पुल आउन लाग्यौँ। खैको डरेर झर्दै है। अब झुलुङ्गे पुल पनि आइपुग्यो गाइज। प्यान यस्तोमा कुद्नु चाहिँ हुँदैन, मैले गलत गर्दैछु। लड्न निश्चित छ, लड्यो भने हस्पिटल पुग्नु असम्भव। अहिले झुलुङ्गे पुल पुग्यौँ। बाइक त कटिहाल्छ नि हौ, उहाँ पनि गर्थ्यो नि त होइन। यहाँनिर चाहिँ खोला हेर न, खोला यस्तो बवाल छ है। यहाँ पौडी खेल्न कसरी सक्छ होला त? सक्छ होला है यहाँको मान्छेहरूले। माछाहरू टिप्न जान्छ अरे क्या, एउटा यताबाट गएर उता जाल हान्दै होइन। एक दुईवटा डाँडा कटेर आइपुग्यो होला। अहिले अब झुलुङ्गे पुल कट्यौँ, त्यहाँबाट हामी गाडी भएको ठाउँ अब चाहिँ के अरे हेलुवा बेसीमा हाम्रो गाडी राखेको छौँ। हामी चाहिँ यो उकालो हिँडेर पनि होइन ठ्याक्क हिजो गाडी रोकेको ठाउँ यो चाहिँ हेलुवा बेसीको चौतारालाई। यहाँ गाडीहरू चाहिँ मजाले आइपुग्छ है तपाईँहरूलाई। भोजपुर दिङ्ला अरे यता सुलुङ जानलाई मस्तको बाटो। अहिले ब्लास्ट भयो भर्खरै। गोरुकट्टा डाँडा एकदम राम्रो ठाउँ रहेछ। के डाँडा? गोरुकट्टा डाँडा। त्यहाँबाट मकालुहरू के देख्न पाउनुभयो तपाईँले? माउन्ट एभरेस्ट, मकालु, कञ्चनजङ्घा पनि अलिअलि देख्यो। गोरु काटेको डाँडामा के छ अरे? तपाईँले यो पछाडि के बोकेर ल्याउनु भएको? यो फुलको बिरुवा हो। यो के फुल? यो त हेर्दाखेरि त घाँस जस्तो छ त। होइन, यो अमला हो। यो हो पानी अमला हो यो। अनि पानी अमला त नि पहाडमा मात्रै फल्छ नि। तपाईँले तराईको भूभागमा चाहिँ किन लग्नु भएको? यो तल फल्छ, त्यो दबाई हुन्छ। अनि पातको चाहिँ फुलको राम्रो फुल जस्तो देखिन्छ। हामी चाहिँ खाजा खाइ मङ्गलको होटेलमा होइन। अब हामी यहाँबाट लाग्दिन्छौँ। त्यही म नि चस्मा निकाल्छु एकछिन। मैले ब्याग प्याक गरिसकेको थिएँ। अब यहाँ मेरो चस्मा निकाल्छु होइन। यहाँ कफी सबै सब स्याम्पू बोकेर आएको थिएँ, केही युज होइन। यो स्याम्पू चाहिँ अलिकति एक ठाउँ नुहाइयो,
हेर्नु नि भयो होला हाम्रो हरि बिजोग भइसक्यो हामी 11 बजे आएको यहाँनिर होइन हाल्नलाई के अरे चार्ज हाल्नलाई आएको लाइन गएर अहिले 1:30 भइसक्यो 2 पनि हुन्छ होला यसरी नै त्यही पनि केही छैन हामी पहाडमा छौँ ब्याकग्राउन्ड यस्तो भ्यू भएपछि अलिकति पुरा लाग्दो कुरा भन्ने बोर भएको बेलामा पनि यसो अगाडि हेर्दाखेरि चाहिँ माइन्ड फ्रेस हुन्छ लाइन आयो अम्मो फाइनली लाइन आयो ल अब हाम्रो गाडी ब्याटबुट चार्ज गर्छौँ अनि त्यसपछि उता माथि गएर हामी खानासाना के हुन्छ खान्छौँ ओर्छौँ तपाईँलाई म देखाउने नै छु हामीले चाहिँ खानासाना भ्यायौँ होइन अब यहाँबाट हामी डाइरेक्ट एक ठाउँ गाडी चार्ज गरेर है एक ठाउँमा गाडी चार्ज गरेर हामी लाग्दिन्छौँ होला इटरी अहिले चाहिँ हामीले जहाँ सुरुमा गाडी चार्ज गरेको थियौँ त्यहीँनिर आइपुग्यौँ होइन आजको भ्लग चाहिँ यति नै राम्रो लाग्यो भने यताउति गरिदिनु होला लाइक सेयर सब्सक्राइब हानिदिनु होला ठिकै छ